नमस्ते सबैजनामा। आज मैले हरियो आँपको अचार बनाउन जान्दैछु। त्यसको लागि चाहिने हामीलाई हरियो आँप, त्यसलाई मजाले बोक्रा टाँसेर सानो पिसमा काट्ने। अनि त्यसलाई चाहिने सामग्रीहरूमा नुन, खुर्सानी, बिरे नुन, अनि कालो तिल, त्यसपछि शक्कर, अनि खुर्सानी, दालचिनी, सुकमेल, अलैँची। अनि मैले गुलियो पार्नको लागि लानमनको झोल पनि लिएको छु है। फर्स्टमा हामीले कराई बसाल्यो, त्यसमा तेल अलि राख्यो, अनि त्यो मसलाहरू सबै राखेर एकछिन मजाले भुट्ने। अनि त्यसमा शक्कर पनि हाल्ने। अनि एकछिन त्यसलाई शक्करलाई हामीले मेल्ट हुन दिने। अनि त्यसमा लानमनको झोल पनि हाल्यो, अनि स्वाद अनुसार नुन, खुर्सानी, बिरे नुन हाल्ने। अनि त्यो सानो गरेर काटेको आँपको टुक्राहरूलाई पनि राखेर मजाले चलाइदिने। एकछिन त्यसलाई उल्टाइ पुल्टाइ गरेर चलाइदिने। अनि त्यसलाई एकछिन छोपेर पनि पकाउने है। अनि राम्रोसँग चलाइसकेपछि अलि लेडो भइसकेपछि त्यो अलि ठिक्क हुन्छ। अलि बाक्लो हुने गरिकन पकाउने। आहा, कलर नि कस्तो राम्रो आएछ, हेर्दै खाउँ लाग्ने जस्तो भयो। अब यतिको भइसकेपछि यो रेडी हुन्छ। तपाईहरु पनि यसरी बनाएर खानुहोस् है त।